हेलो गाइज, वेलकम छ 51 ब्लगमा। आज म तपाईहरुलाई धरानमा रहेको श्रम सांस्कृतिक पार्कको दृश्य देखाउन गइराखेको छु। यो पार्क चाहिँ मेयर हरकराज साम्पाङ राईको गुरु योजनामा बनाइएको हो। यहाँनिर टिकट काउन्टर, यहाँनिर लेखेको रहेछ श्रम सांस्कृतिक पार्क भनेर। यहाँनिर टिकट काटेपछि तपाईहरु भित्र पस्न सक्नुहुनेछ। भित्रको दृश्य यस्तो छ। यहाँनिर चाहिँ बस्ने ठाउँहरु टन्नै बनाइएको रहेछ। तलदेखि माथिसम्मै बस्ने ठाउँहरु बनाएको रहेछ। बस्ने ठाउँहरुको बीचबीचमा फूलहरु पनि राखेको रहेछ। यहाँनिर अन्जुलीको प्रतिमा, पुरै माथिसम्म बस्ने ठाउँ रहेछ। यहाँनिर देख्न सक्नुहुनेछ लिम्बू जातिहरुको च्याब्रुङ नाच्ने ढोल। अगाडिपट्टि सिलाम सकमा। यहाँनिर एकदमै राम्रो पुताली। यतापट्टि पनि टन्नै बस्ने ठाउँहरु बनाइएको छ। बीचमा चाहिँ हिँड्ने बाटो। यहाँनिर देख्न सक्नुहुनेछ हलो र जुवा बोकेर उभिराखेको मूर्ति। यो हलो र जुवाको बारेमा आजकलको जेनेरेसनले चाहिँ त्यति थाहा नहोला। यो चाहिँ खेती किसानको लागि हो। यहाँनिर देख्न सक्नुहुनेछ भारी बोकेको मूर्ति। विशेष गरी यो चाहिँ हाम्रो बाबुबाजेहरू पहिला धरानदेखि नुन तेल किनेर चाहिँ यही बाटो यसरी नै उकालो लाग्थ्यो रे। त्यसैको प्रतिमा बनाइएको रहेछ। यतापट्टि पनि ढाकर बोकेको मूर्ति रहेछ। खास गरी धनकुटा, तेह्रथुम, ताप्लेजुङ, शङ्खसभा, भोजपुर, खोटाङको मान्छेहरू चाहिँ यहाँ धरान झरेर चाहिँ नुन तेल किनेर यही बाटो लाग्थ्यो रे। उनीहरूको सम्झनामा चाहिँ हाम्रो बाबुबाजेहरूको सम्झनामा चाहिँ यहाँनिर मूर्तिहरू यसरी बनाइएको रहेछ। यहाँनिर चाहिँ राई जातिहरुको तीनचुला पुज्ने या कुल पुज्ने चिन्डो पनि राखिएको रहेछ। यसरी दुईपट्टि नै राखिएको रहेछ चिन्डो। राई भाषामा यसलाई वाबु भनिन्छ। लगाई यहाँ माथि पनि बस्ने ठाउँहरु टन्नै बनाइएको रहेछ। यो बस्ने ठाउँहरु चाहिँ विभिन्न चराचुरुङ्गीको आकारमा चाहिँ बनाइएको रहेछ। यो साइड प्यारोट जस्तो देखिँदैछ। लगाई हेर्नुहोस्, अत्यन्तै राम्रो। यहाँनिर मेयर हरकराज साम्पाङ राईको मूर्ति बनाइएको रहेछ, गिटी कुट्दै गरेको। यहाँनिर राष्ट्रिय झण्डा। ल यो अर्कोपट्टि पनि यस्तो बस्ने ठाउँहरु बनाइएको रहेछ। विभिन्न जनावरहरूको आकारमा चाहिँ यतापट्टि रहेछ, तल्लोपट्टि पनि चराचुरुङ्गीको आकारमा रहेछ। यहाँनिर हेर्न सक्नुहुनेछ यो बेल्चाहरू पुरै यहाँनिर चारैतिर राखिएको छ। पाइप बोकेको मूर्ति, पुरै ढुङ्गा बोकेको मूर्तिहरू। यहाँनिर लेखिएको छ रोजन कला भनेर। सायद रोजन राईले बनाएको होला। यहाँनिर मेयर साहब। यहाँ चाहिँ मेयर साहबको पोस्टर टाँगेको रहेछ। यतापट्टि चाहिँ मेयर साहबले ढुङ्गा बोक्दै गरेको अनि साइडमा माइक भिर्दै गरेको मूर्ति बनाइएको रहेछ। अत्यन्तै सुन्दर पार्क बनाएको रहेछ। म पनि फर्स्टचोटि यो पार्कमा आएको छु। त्यही भएर तपाईहरुलाई पनि यो पार्कको पुरा भिडियो देखाउने कोसिस गरेको छु। यतापट्टि भने
2-3 वर्ष अगाडि रोपिएको बिरुवाहरू रहेछ। यतापट्टि भने बिरुवाहरू रोपिएको रहेछ, 2-3 वर्ष अगाडि रोपिएको बिरुवाहरू रहेछ। सबै फलफुलको बोटहरू रहेछ। यो चाहिँ सरिफा फल्न थालेछ। यता भने एभोकाडो जस्तो देखिँदैछ। फुलहरू पनि टन्नै फुल्न थालेछन्। यो चाहिँ लालुपाते, उतला देखिँदैछ केराको बोटहरू। पुरै फलफुलको बोटहरू रोपिएको रहेछ यो भित्र। ल गाइज, पुरै यो भित्र चाहिँ फलफुलको बिरुवाहरू रोपिएको छ। फलफुल फल्न सुरु भइसकेको छ। फुलहरू पनि ढकमक्क फुलिराखेको अवस्था छ। ल गाइज, अगाडि हेर्दै जानुहोला। यो सबै बोट बिरुवाहरू हो फलफुलको। अगाडिसम्म देखाउनेछु, हेर्दै जानुहोला। ल गाइज, यो भित्र पनि पार्क रहेछ। म त्यता जाँदैछु। भित्र पुगेपछि त्यो पार्कको पुरा दृश्य देखाउनेछु। ल गाइज, यस्तो रहेछ पार्क। ल एकदमै राम्रो रहेछ। ल गाइज, हेर्नुहोस् यहाँनिर सेलरोटी पकाएर राखिराखेको छ। खानु मन छ तर खानु नमिल्ने खालको सेलरोटी। यहाँनिर चाहिँ पोखरी जस्तो देखिँदैछ। यहाँ सायद माछा होला। यहाँनिर माछाहरू रहेछ। ओहो, कति रङ्गी बिरङ्गीको माछाहरू। बिचमा चाहिँ कुर बनाएको रहेछ माछा बस्ने। ल गाइज, एकदमै राम्रो पार्क छ। तपाईँहरू पनि घुम्न आउनु होला। ल यहाँनिर नानीहरू टिकटक बनाउँदैछ। ल है गाइज, बल्ल आयो है धरानको चिनारी, आरा धरान। र यस्तो छ, हेर्नुहोस् गाइज। विशेष गरी धरानलाई चिनाउने नै यही आरा धरान हो। पहिला पहिला हाम्रो बाबुबाजेहरूले चाहिँ यसरी नै काठ चिरेर चाहिँ घर बनाउने काम गर्थ्यो। अहिले भने आधुनिक युगमा यो लोप हुँदै गइसकेको छ। अहिले त पहाडतिर पनि मिसिनले नै काठ काट्दो रहेछ। ल गाइज, हेर्नुहोस् आरा धरान यस्तो छ। आरा धरान यो हो आरा धरानभित्र रहेको पार्क। एकदमै राम्रो छ। आउनुहोस्, घुम्नुहोस्, इन्जोय गर्नुहोस् तपाईँहरू पनि। यहाँनिर पानी बगिराखेको देख्न सक्नुहुनेछ। यो चाहिँ मेयर हर्क साम्पाङले धरानका जनताहरूको निम्ति यसरी पानी लिएको रहेछ। एकदमै सङ्लो पानी, सफा पानी 2टा पाइपमा आइराखेको छ। पानीको जो यसरी गरिएको रहेछ धरानमा। ल गाइज, हेर्नुहोस् यस्तो छ यहाँको पार्क। एकदमै राम्रो छ। आउनुहोस्, घुम्नुहोस्, इन्जोय लिनुहोस् धरानको श्रम सांस्कृतिक पार्कमा। 2 दिन बाँच्नु छ, खुसीले बाँच्नुपर्छ, रमाइलो गरेर बाँच्नुपर्छ, घुम्नुपर्छ, इन्जोय गर्नुपर्छ है गाइज। ल गाइज, पार्क एरिया समाप्त भएको छ। अब भने म तपाईँहरूलाई पैदल बाटो देखाउन गइराखेको छु।
विशेष गरी यो बाटो चाहिँ तल भारी बोकेर उभिराखेको मूर्ति देख्नुभएको थियो हो त्यही भारी बोकेर चाहिँ हाम्रो बाबुबाजेहरू यो बाटो हिँड्ने गर्दथे। ल गाइस अगाडि बाटो हेर्दै जानु होला, म पुरै माथिसम्म बाटो देखाउने छु। एकदम उकालो छ बाटो।